नेपालको शैक्षिक धरोहरका रूपमा स्थापित पब्लिक युथ क्याम्पसले दशकौंदेखि गुणस्तरीय व्यवस्थापन शिक्षा प्रदान गर्दै आएको छ। त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसका रूपमा सञ्चालनमा रहेको यस क्याम्पसले दक्ष वाणिज्य शास्त्री तथा व्यवस्थापनका जनशक्ति उत्पादन गर्दै देशको आर्थिक तथा सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याइरहेको छ। समयानुकूल शैक्षिक पद्धति, आधुनिक प्रविधिको प्रयोग र व्यावहारिक शिक्षामा जोड दिने यसको परम्परा नै यस क्याम्पसको विशेषता हो। यसै परम्परालाई निरन्तरता दिँदै क्याम्पसले PYC फेस्ट अर्थात् उद्यमशीलता सम्मेलन तथा युवा महोत्सव 2026 को आयोजना गर्यो। यो कार्यक्रम युवा सोचलाई उद्यममा रूपान्तरण गर्ने, व्यावहारिक ज्ञान प्रदान गर्ने र विद्यार्थीलाई आत्मनिर्भर बनाउने उद्देश्यले आयोजना गरिएको एक महत्त्वपूर्ण महोत्सव थियो। कार्यक्रमको मुख्य लक्ष्य युवाको विचारलाई व्यवहारमा उतार्ने वातावरण सिर्जना गर्नु थियो। आजको प्रतिस्पर्धात्मक युगमा केवल सैद्धान्तिक ज्ञान पर्याप्त हुँदैन भन्ने यथार्थलाई आत्मसात गर्दै क्याम्पसले अनुभवमा आधारित सिकाइलाई प्राथमिकता दिएको छ। कार्यक्रममा सहभागी विद्यार्थीहरूले उद्यमशीलताको आधारभूत अवधारणा, बजारको आवश्यकता, व्यावसायिक सोचको विकास र अवसर पहिचान गर्ने तरिकाबारे प्रत्यक्ष ज्ञान हासिल गर्ने अवसर पाएका थिए। पब्लिक क्याम्पस जो त्रिभुवन विश्वविद्यालयको एउटा महत्त्वपूर्ण आंगिक क्याम्पसको रूपमा विगत 50 वर्षदेखि यो हाम्रो म्यानेजमेन्ट एजुकेसन, जुन गुणस्तरीय म्यानेजमेन्ट एजुकेसन प्रवाह गर्दै दिँदै आएको छ, यस क्याम्पसमा पढाइ हुने विभिन्न प्रोग्रामहरूमध्ये सेल्फ सस्टेन तर्फ प्र्याक्टिकल एप्रोचबाट पढाइ हुने गरिएका विभिन्न प्रोग्रामहरू, एकाडेमिक प्रोग्रामहरू छन्। त्यसै अन्तर्गत अन्डर ग्रेजुएटतर्फ विशेष गरी BBM, BBA र BTTM का प्रोफेसनल कोर्सहरूको पढाइ हुन्छ र ती कोर्सहरूमा यो इभेन्ट म्यानेजमेन्ट भन्ने सब्जेक्ट पनि रहेको छ र त्यो इभेन्ट म्यानेजमेन्ट अन्तर्गत एन्टरप्रेन्योरसिप पनि सब्जेक्टहरू रहेको छ र यो दुईटै सब्जेक्टलाई मिलाएर विद्यार्थीहरूले प्र्याक्टिकली केही लर्न गर्न सक्छन् कि भन्ने उद्देश्यले प्रत्येक वर्ष हामीले यो PYC फेस्ट आयोजना गर्ने गरिएको छ र वास्तवमा आजको प्रोग्राम एन्टरप्रेन्योर्स मिट एन्ड युथ फेस्ट 2026 भर्सन 1.1 कार्यक्रम हो। यो स्पेसली BBM 7 सेमिस्टरका विद्यार्थीहरूले इभेन्ट म्यानेजमेन्ट र एन्टरप्रेन्योरसिप सब्जेक्ट अन्तर्गत रहेर BBM र BTTM लाई नि समावेश गरेर यो आयोजना गर्नुभएको। यसको मुख्य उद्देश्य भनेको इभेन्ट भनेको के हो, एन्टरप्रेन्योरसिप भनेको के हो, थ्योरिटिकली मात्रै नभएर प्र्याक्टिकल्ली कसरी गरिन्छ, नयाँ बिजनेस आइडियाहरू कसरी मार्केटमा फ्लोट गर्ने, कसरी चाहिँ आफ्नो चाहिँ टार्गेट अडियन्ससम्म चाहिँ आफ्नो कन्सेप्टहरू पुर्याउने र इभेन्ट भनेको के हो, यो अर्गनाइज गर्दा कति चुनौतीहरू छ, त्यो कुराहरू पनि रियलाइज गर्न सक्नु सिकुन् भन्ने उद्देश्यले यो आयोजना गरिएको र इभेन्ट म्यानेजमेन्ट गर्दै गर्दा फाइनेन्सियल म्यानेजमेन्ट, अरू लजिस्टिक म्यानेजमेन्ट, अरू पर्फर्मेन्सका कुराहरू कसरी गर्न सकिन्छ भनेर चाहिँ विद्यार्थीहरूले सिक्नुहुनेछ भन्ने चाहिँ हामीले आशा गरेका छौँ र यो एन्टरप्रेन्योरसिप मिट एन्ड युथ फेस्ट 2026 का दुईटा पाटाहरू रहेका छन्। एउटा स्टलहरूमा डिफ्रेन्ट एन्टरप्रेन्योर्सहरूले आफ्नो कन्सेप्टहरू, आफ्ना प्रोडक्टहरू, आफ्ना सर्भिसहरूलाई मार्केटाइज गर्नुभएको छ भने अर्को विभिन्न ब्यान्डहरूबाट म्युजिकल पर्फर्मेन्स पनि भइरहेको छ, जसले गर्दा सम्पूर्ण अडियन्सहरूले चाहिँ यो यङ एन्टरप्रेन्योर्ससँग मिट गर्दै आफ्ना आइडियाहरू एक्सचेन्ज गर्दै र म्युजिकल पर्फर्मेन्सको पनि आनन्द लिँदै र फुड कोर्टहरूमा बसेर तातो तातो खानाको पनि आनन्द लिन सक्नुहुनेछ र यसरी नै प्रत्येक वर्ष क्याम्पसले युथ फेस्ट आयोजना गर्ने लक्ष्य पनि राखेको छ। उद्यमशीलता सम्मेलन तथा युवा महोत्सव 2026 को अर्को आकर्षण भनेको 20 वटा भन्दा बढी स्टार्टअपको प्रदर्शनी रहेको थियो। यी स्टार्टअपहरू युवा विद्यार्थीहरूले
आफ्नै सृजनात्मक सोच र मेहनतबाट निर्माण गरेका थिए। प्रदर्शनीले उनीहरूको क्षमता उजागरसँगै अन्य विद्यार्थीहरूलाई पनि प्रेरणा प्रदान गर्यो। यसले साना तथा मझौला उद्यमीहरूको प्रवर्धनमा समेत योगदान पुर्यायो। सहभागीहरूले विभिन्न उत्पादन, सेवा र नवीन आइडियाहरू प्रस्तुत गर्दै बजारसँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने प्रयास गरेका थिए। व्यक्तिहरूको अथवा विद्यार्थीहरूको पर्सनल मात्र नभएर ग्रुप नेतृत्व कसरी गर्ने भन्ने कुराहरू चाहिँ सिकाउँछ। किनभने कुनै पनि कार्यक्रमहरू सुसम्पन्न गर्नको लागि एक्लो प्रयासभन्दा पनि ग्रुपको प्रयास चाहिँ महत्त्वपूर्ण हुन्छ। र हामीले पनि यो फिस्ट आयोजना गर्नको लागि एउटा अर्गनाइजिङ कमिटी, विशेष गरी विद्यार्थीहरूकै संयोजकतामा अर्गनाइजिङ कमिटी छ। त्यो कमिटीभित्र ग्रुप फर्मेसन कसरी हुन्छ, इन्टरेक्सन कसरी हुन्छ, डिसिजन कसरी लिन्छ, कामको बाँडफाँड कसरी गरिन्छ र कसरी कोअर्डिनेसन गरेर लास्टमा पर्फर्म गरेर त्यसलाई मोनिटरिङसम्म कसरी गरिन्छ र रिजल्ट कसरी निकालिन्छ भन्ने कुराहरू विद्यार्थीहरूले पक्कै पनि सिक्दै जानुभएको छ भने व्यक्तिगत रूपमा पनि यो कार्यक्रम सम्पन्न गर्नको लागि व्यक्तिगत रूपमा जसले जुन रेस्पोन्सिबिलिटी लिएर चाहिँ मार्केटमा अथवा अडियन्सकोमा अथवा कुनै पार्टीसँग डिल गर्न जानुभएको छ, कन्भिन्स कसरी गर्ने, कसरी आफूतर्फ आकर्षण बढाउने भन्ने कुराहरूले गर्दा चाहिँ नेतृत्व विकासमा पनि पर्सनल्ली पनि यसले चाहिँ हेल्प गर्छ भन्ने हामीले ठानेका छौँ। यसपटकको फेस्टमा एक्जिस्टिङ बिजनेसका अलावा बिल्कुल नयाँ एन्टरप्रेन्योर्सहरूको पनि यहाँ चाहिँ जमघट भइरहेको छ। उहाँहरूले चाहिँ वास्तवमा भन्नुहुन्छ भने वेस्ट मेटेरियलबाट फिनिस्ड प्रोडक्ट निकालेर युरोप अमेरिकामा एक्सपोर्ट गर्ने सम्मका चाहिँ कन्सेप्टहरू चाहिँ हामीलाई चाहिँ दिनुभएको छ। त्यो डिस्प्लेमा पनि राख्नु भएको छ सामान बनाएर। त्यसले गर्दा अब इनोभेटिभ आइडिया छ भने भ्यालु क्रिएसन कसरी गर्न सकिन्छ एट मिनिमम कस्ट भन्ने कुरा चाहिँ आजको चाहिँ मेन चाहिँ प्रमुख चाहिँ आकर्षण रहेको छ भने अरू एस्टाब्लिस कम्पनीहरू जस्तो एनटिसी कम्पनी छ, त्यसै गरेर विभिन्न ब्याङ्कहरू पनि यसमा इन्भल्भ हुनुभएको छ। विभिन्न चाहिँ लोकल चाहिँ टेस्ट पस्किने चाहिँ फुड कोर्टहरू पनि यहाँ छ भने लोकल टेस्टहरू कसरी चाहिँ क्लाइन्टलाई चाहिँ दिन सकिन्छ र एस्टाब्लिस कम्पनीहरूले आफ्नो बिजनेस विस्तार कसरी गर्न सकिन्छ भनेर सवालमा पनि उहाँहरूले चाहिँ आफ्नो प्रोडक्टहरू सर्भिसहरू लिएर बस्नु भएको छ र अडियन्सहरूको त्यसमा पनि भिड लागेको मैले देखेको छु। कार्यक्रममा केवल शैक्षिक गतिविधि मात्र नभई मनोरञ्जनात्मक पक्षलाई पनि उत्तिकै महत्त्व दिइएको थियो। विभिन्न साङ्गीतिक प्रस्तुति, सांस्कृतिक कार्यक्रम तथा कला प्रदर्शनले वातावरणलाई जीवन्त बनाएको थियो। यसले विद्यार्थीको प्रतिभा उजागर गर्यो। संगीत र उद्यमशीलताको संयोजनले कार्यक्रमलाई अझ आकर्षक र प्रभावकारी बनाएको थियो। विद्यार्थीको व्यक्तित्व विकासलाई केन्द्रमा राख्दै नेटवर्किङ सेसनको पनि आयोजना गरिएको थियो। यस्ता सेसनहरूले विद्यार्थीलाई उद्योगी, व्यवसायी तथा विज्ञहरूसँग प्रत्यक्ष अन्तर्क्रिया गर्ने अवसर प्रदान गर्यो। यसबाट उनीहरूले व्यावसायिक सम्बन्ध निर्माण गर्ने, अनुभव साटासाट गर्ने र आफ्नो भविष्यको योजना स्पष्ट पार्ने अवसर पाए। साथै विभिन्न रचनात्मक प्रतिस्पर्धाहरूले उनीहरूको सोच्ने क्षमता, नेतृत्व कौशल र समस्या समाधान गर्ने क्षमतालाई अझ सशक्त बनायो।
कार्यक्रमको विशेष पक्ष भनेको यसको व्यवस्थापनमा विद्यार्थीहरूको सक्रिय सहभागिता थियो। विद्यार्थीहरूले आफैले योजना बनाउने, सञ्चालन गर्ने र व्यवस्थापन गर्ने जिम्मेवारी सम्हालेका थिए। यसले उनीहरूलाई व्यावहारिक रूपमा इभेन्ट व्यवस्थापन, समूह समन्वय, निर्णय क्षमता र नेतृत्व विकास गर्ने अवसर प्रदान गर्यो। यस्तो अभ्यासले उनीहरूलाई भविष्यमा सक्षम र आत्मविश्वासी नेतृत्वकर्ता बन्न मद्दत गरेको छ। कुल 23वटा स्टल छ, त्यसमा त्यहीबाट 8वटा चाहिँ हाम्रो फुड स्टल हुन गयो र बाँकीको स्टलहरू चाहिँ हाम्रो इन्टरप्रेनर हो। मेनली भनेको स्मल बिजनेसहरू हुनुहुन्छ जुन हामी जस्तो युथहरूले खोल्नु भएको छ, उहाँहरूले चाहिँ आफ्नो बिजनेसलाई ग्रो गराउनलाई एउटा मार्केट दिनको लागि हामीले यो कार्यक्रम खोलेका हौँ। किनकि नयाँ सानो स्मल बिजनेसहरूलाई चाहिँ मार्केट पाइरहेको हुँदैन, उहाँहरूको लागि चाहिँ एउटा प्लेटफर्म क्रिएट गरिदिएको, जहाँ धेरै लार्ज अडियन्ससँग चाहिँ उहाँहरू कनेक्ट हुन सक्नुहुन्छ, आफ्नो प्रोडक्टहरूलाई देखाउन सक्नुहुन्छ होइन। त्यसको लागि हो। यसको लागि चाहिँ हामी पब्लिक क्याम्पसका BBM 7 सेमेस्टरका विद्यार्थीहरूको नितान्त सहयोगमा बनेको। उद्यमशीलता सम्मेलन तथा युवा महोत्सव 2026 केवल एक वार्षिक कार्यक्रम नभई युवा सशक्तिकरणको एउटा अभियान पनि हो। यसले विद्यार्थीलाई नयाँ सोच, आत्मविश्वास र व्यावहारिक ज्ञान प्रदान गर्दै उनीहरूलाई सक्षम नागरिक बन्न प्रेरित गर्दछ। प्रत्येक वर्ष आयोजना हुँदै आएको यस्तो कार्यक्रमले क्याम्पसको पहिचानलाई अझ सुदृढ बनाउँदै लगेको छ। पब्लिक युथ क्याम्पसले शिक्षा, उद्यमशीलता र नेतृत्व विकासलाई एउटै मञ्चमा ल्याएर विद्यार्थीको समग्र विकासमा योगदान पुर्याइरहेको छ। यस्ता कार्यक्रमहरूले भविष्यका उद्यमी, नेतृत्वकर्ता र जिम्मेवार नागरिक तयार पार्ने दिशामा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। This is Entrepreneurship Meet and Youth Festival. This is really a very remarkable initiative taken by the group of this campus on behalf of Tribhuvan University, on behalf of the Dean of Faculty of Management. I congratulate to all the team for taking this initiative. Really, if you see from this changing context of the Nepalese scenario, Nepalese leadership, and even in the political scenario, even every domain of the society should have to connect with the production, labor, market, with the loss of the self-entrepreneurship and other issues. And even Tribhuvan University also has realized that every stream and discipline should have to connect with this type of the self-empowerment, with this type of the self-entrepreneurship, to connect, to link with the students in the production, students in the market, to understand the market, because we have ample opportunity in the Nepalese economy. So why don't we really make involved to our students in this type of the various activities? So this is also part of the curriculum as our campus team has already highlighted. Therefore, on this special occasion, पब्लिक युथ क्याम्पसका विद्यार्थीहरू केवल शैक्षिक रूपमा मात्र नभई सामाजिक र सांस्कृतिक रूपमा पनि सक्रिय छन्। साथै प्रदेशका विभिन्न क्षेत्रबाट आएका विभिन्न धर्म, संस्कृति र रहन सहन भएका विद्यार्थी बीचको सम्बन्धले राष्ट्रिय एकता र विविधताको सम्मान गर्ने भावना विकास गरेको छ। क्याम्पसले समय समयमा आफ्नो शिक्षण विधि परिमार्जन गर्दै आएको छ। आधुनिक प्रविधिको प्रयोग, डिजिटल प्लेटफर्महरू, प्रायोगिक कक्षाहरू र उद्योग संघको सहकार्यले शिक्षालाई अझ प्रभावकारी बनाएको छ। यही कारणले यहाँ अध्ययन गरेका विद्यार्थीहरू रोजगारीका दृष्टिले सक्षम छन् र बेरोजगारीको समस्या न्यून देखिन्छ। साथै क्याम्पसले विद्यार्थीहरूलाई देशमै अवसर सिर्जना गर्न प्रेरित गर्दै विदेश पलायनलाई समेत कम गर्ने प्रयास गरेको छ।